हेलो एभ्रिवान, स्वागत छ यहाँहरूलाई मेरो नयाँ भिडियोमा। आज म बनाउँदैछु सिप्लिगनको अचार। सिप्लिगन चाहिँ सुगर र प्रेसर हुने बिरामीहरूको लागि एकदमै राम्रो मानिने औषधिकै रूपमा मानिन्छ। यो तितो हुने कारणले गर्दाखेरि सुगर र प्रेसरको बिरामीहरूले खाँदाखेरि प्रेसर घटाउने र सुगर पनि कम गराउँछ यसले। अब सुरु गरौँ है त। यसलाई बनाउनको लागि यसलाई चाहिँ धोएर राम्रोसँग 2-3 चोटि धोएर मैले लिएर आइसकेँ। अब यसलाई निकाल्दैछु। अब यसलाई चाहिँ हामीले एक सिटी लगाएर यसरी कुकरमा एकछिन उमाल्नु पकाउनु उसिन्नुपर्छ। एक सिटी लगाएर त्यसपछि यो पाक्छ। यसरी मैले यसमा कुकरमा यसमा अलिकति पानी पनि राख्ने 1 कप जति ग्यासमा राखेँ हिटन गरेर एक सिटी लगाउनको लागि। अब मैले तेललाई र अलिकति जिरा राखेर यसरी भुट्दैछु छोप लगाउनको लागि। जिरा राखेर भुट्नाले चाहिँ एकदमै टेस्ट राम्रो आउँछ र बास्ना पनि आउँछ। हाम्रो तेल पनि पड्किन थालिसक्यो। तेल पनि अब भुटेर गइसक्यो। अब भइसक्यो। अब यसलाई मैले एउटा प्लेटमा खनाएँ र यसलाई सिटी पनि लागिसक्यो। अब यसलाई हामीले अब थालमा खनाउनुपर्छ। थालमा खनाएँ। एउटा कराईलाई बसाले। अब कराई पनि तातिसक्यो र यसमा मैले 2 चम्चा जति तेल राखेँ। अब यसमा मेथीलाई पुऱ्याएँ। मेथीलाई पुऱ्याउने जिरालाई पनि पुऱ्याएँ मैले। यसमा खुर्सानीलाई पनि पुऱ्याएँ। यो पिसेको तिलको छोपलाई पनि राखेँ मैले। राख्नुपर्छ। तिलको छोप राख्नाले चाहिँ एकदमै मिठो टेस्ट आउँछ। एकदम मिठो हुन्छ। अब यसमा चाहिँ मैले कागज अमिलोलाई पानीमा राखेर यसलाई घोलेर यसलाई राख्दैछु। कागती राख्नु भए पनि हुन्छ। मसँग यो थियो, यही राखेँ मैले। त्यसपछि मैले हरियो खोर्सानीलाई काटेर राखेको थिएँ, त्यो पनि राखेँ। स्वाद अनुसारको नुनलाई राखेँ मैले। सिप्लिगनको अचार पनि रेडी भइसक्यो। अब यो अचारलाई चाहिँ मैले यसरी बाउलमा
सर्भ गर्दैछु। हाम्रो सिप्लिगनको अचारलाई पनि रेडी भइसक्यो। हेर्नुहोस् त है, कस्तो राम्रो कस्तो मिठो अचार बनेको छ। यदि हजुरहरूलाई पनि यसरी नै आफूले घरमा बनाएर सिप्लिगनको अचार बनाएर ट्राई गर्न सक्नुहुन्छ। यदि हजुरहरूलाई मेरो भिडियो राम्रो लाग्यो भने नयाँ हुने साथीले च्यानललाई सब्सक्राइब गरी लाइक गरेर कमेन्ट गरिदिनु होला। भिडियो पुरा हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।